हाई एभ्रिवान नमस्ते इट्स मी बिना अनि चाहिँ अहिले मैले पेडिक्योरको भिडियो राख्ने कोसिस गरेको छु चाहिँ मेरो फर्स्ट भिडियो अनि म चाहिँ मेरो जति पनि पार्लरमा गर्ने कामहरू चाहिँ म चाहिँ युट्युब च्यानलमा चाहिँ हाल्ने कोसिस गर्नेछु अनि अहिले मैले फर्स्टमा हालेको चाहिँ डिटेल हो यो चाहिँ मैले तातो पानीमा हालिसकेको छु अनि मैले पेडिक्योर गर्ने तरिका चाहिँ अलिकति अरूभन्दा अलिकति डिफ्रेन्स होला सायद होइन आफ्नो आफ्नो तरिका आफ्नो आफ्नो टेक्निक हुन्छ अनि हेरिदिनु होला तपाईँलाई कस्तो लाग्छ अनि मैले चाहिँ यो तातो पानीमा जुन पेडिक्योरको यो बोलभित्र चाहिँ मैले सबै कुराहरू चाहिँ रेडी गर्दैछु र सँगसँगै चाहिँ हामीले पेडिक्योर गर्दा चाहिँ हामीले सल्ट पनि हाल्नुपर्ने हुन्छ यो चाहिँ नुन हाल्दैछु सल्ट र अनि हामीले सँगै हामीले स्याम्पू युज गर्नुपर्ने हुन्छ अनि स्याम्पूहरू युज गरेर चाहिँ मजाले त्यसलाई त्यसको जुन हुन्छ नि फिज चाहिँ मजाले आउने बनाउनु पर्ने हुन्छ अनि त्यसपछि आफ्नो हुन्छ नि अब तरिका हुनसक्छ हुन्छ तपाईँहरू कसरी गर्नुहुन्छ तर म चाहिँ यसरी गर्छु र धन्यवाद जो जतिजनाले हेरिदिइराख्नु भएको छ मेरो भिडियोलाई अनि मैले चाहिँ यो फर्स्ट टाइम मेरो आफ्नै भोइस टेक्स्टमा चाहिँ मैले युट्युबमा हाल्ने कोसिस गरेको छु किनभने चाहिँ मलाई त्यसरी बोल्नु यताउता गर्नु अलिक आउँदैन पनि अनि तर म ट्राई गर्छु होइन भने चाहिँ यसपालि चाहिँ यो पालि चाहिँ मैले एकदम मन दरो गरेर ट्राई गर्ने कोसिस गरेको छु अनि थ्याङ्क यू फर वाचिङ फेरि पनि हेरिराख्नु होला है अनि मैले चाहिँ अनि स्याम्पूहरू रेडी गरिसकेँ र अनि पछाडि चाहिँ मैले चाहिँ बल रेडी गरेर अनि मेरो क्लाइन्टको खुट्टालाई पनि मैले पानीभित्र चाहिँ मैले हालिदिइसकेँ र यसरी फिजहरू आएको छ अनि त्यस पछाडि चाहिँ मैले मेरो क्लाइन्टको खुट्टालाई चाहिँ 10-15 मिनट चाहिँ मैले पानीमै वार्म वाटरभित्रै मैले राखिदिइराखेँ किनभने चाहिँ अलि धेरै बेरसम्म राख्यो भने चाहिँ जुन स्किनहरू चाहिँ अलिकति होइन खुलेर आउँछ नि त अनि क्युटिकलहरू मजाले ओपन हुन्छ अनि क्युटिकल मैले क्रिम पनि यसरी सबै नेलहरूमा चाहिँ लगाइदिइरहेको छु अनि यसरी सबैतिर मजाले हामीले जब प्रेस गर्दै लाउँछ भने चाहिँ त्यो सबैतिर लाग्छ अनि यसरी लाएर अनि यसलाई चाहिँ फेरि पनि म त्यो बलभित्र राख्छु 5-10 मिनट जति अनि यसरी गर्दै